हेलो नमस्ते, म अमन श्रेष्ठ, सिइओ अफ अबिट इन्टरनेसनल। आज फेरि म तपाईँहरूको माझमा हाम्रो भाइहरूको चाहिँ भिजा लागेको छ अनि उहाँहरूको चाहिँ स्टोरी जर्नी अहिलेसम्मको के कस्तो छ बुझ्नलाई चाहिँ हामीले भाइहरूलाई बोलाएको छौँ। कङ्ग्रेचुलेसन गाइज है भिजा आएकोमा। दिवस अबिटसँग कसरी आबद्ध भयो र अहिले भिजा आउने जेलसम्मको जुन जर्नी छ नि तिम्रो कसरी चाहिँ एउटा आफूले एक्सप्लेन गरिदेऊ न। कोभिडसँग पहिला उतै गाउँतिर पनि पढिएको थियो अनि अप्लाई गर्ने बेला अब गरेपछि चाहिँ अलिक ढिलै गरौँ तर 100% गरौँ भन्ने भयो नि त। अनि त्यो भएपछि ठ्याक्क दाईसँग तपाईँको चिन्जान रहेछ अनि दाईले ल ठिक छ त्यहाँ जाउँ न त भनेपछि अबिटसँग दाई थ्रुबाट चाहिँ चिन्जान भयो। अनि त्यो गरिसकेपछि अबिटको जे होस् अनि सबै फ्यामिली रूपमा नै सबै काम गर्दा पनि पढाइ पनि सबै सिन्सी सरहरू अनि यहाँको स्टाफहरू पनि सबै फ्यामिली रूपमा नै त्यस्तो गाह्रो नहुने अबिटले जे होस् गर्यो। तिमीले अहिले लेसन कति एन्फो लेभल पढेर जाँदैछौ है। अब अप्रिल इन्टेकमा एन्फो लेभल पढेर गएको चाहिँ एकदमै राम्रो हो है। उता गएर पनि N2 N1 पास गर्नु है। हाम्रो अबिटले पनि त्यही विस गर्न चाहन्छु।